हेलो साथीहरू, सन्चै हुनुहुन्छ? आज चाहिँ हामी दिदीको घर जाँदैछौँ साथीहरू। अगाडि चाहिँ दाइहरू हुनुहुन्छ अनि हामी चाहिँ पछाडि छौँ। अनि आज चाहिँ दिदीको घर चाहिँ किन जाँदै भन्दाखेरि भान्जाको चाहिँ बर्थडे हो आज, अनि त्यही भएर हामी चाहिँ जाँदैछौँ। अनि गाह्रो भयो साथीहरू, हामी एकछिन हामी रेस्ट टाइम बाइकबाट ओर्लेर एकछिन बस्यौँ। अनि यहाँबाट चाहिँ यस्तो राम्रो भ्यू देखिने रहेछ है, म चाहिँ हेर्न थालेँ। अनि साथीहरू अनि हामी चाहिँ एकछिन बसेर अनि हिँड्यौँ। अनि आज चाहिँ शिवरात्रिको दिन थियो। अनि शिवरात्रिको दिनमा गएको हामी चाहिँ। अनि बच्चाहरूले बाटो छेकेर है ठाउँ ठाउँमा पैसा दिँदै हामी चाहिँ लाग्यौँ। तर त्यति चाहिँ हुन्थेन, जे होस् मान्छेहरू चाहिँ बच्चाहरू चाहिँ टन्नै बाटोमा भेट्टाइएको थियो साथीहरू। अनि हामी चाहिँ यहाँ सिमानामा आइपुग्यौँ। अनि त्यसपछि एउटा दुईवटा फोटो खिचौँ न त भनेर अनि हामी चाहिँ ओर्लेर फोटो खिच्न थाल्यौँ साथीहरू। अनि फेरि हामी चाहिँ फोटो खिचेर अनि हामी चाहिँ हिँड्यौँ। अनि मेरो बुढोलाई चाहिँ हाई भनिदिनु न भनेको, हाई भन्दै हुनुहुन्छ। अनि के साथीहरू जति उता पुग्यो झन् चिसो है, अलि उता पुग्यो झन् चिसो क्या। अनि कस्तो राम्रो सल्लाहकारी है, सल्लाह क्या, कस्तो राम्रो रमाइलो लाग्यो। किनकि अब नौलो ठाउँमा जाँदाखेरि त के होला कसो होला भन्ने लाग्छ नि त, अनि रमाइलो लाग्यो। अनि हामी चाहिँ चिया खान थाल्यौँ कि झन् उता गएपछि झन् चिसो भयो क्या। अनि त्यही भएर अनि हामी चाहिँ चिया खान थाल्यौँ साथीहरू। अनि मलाई चाहिँ कस्तो वाकअप लागेर है, कस्तो गाडीमा हिँडेको जस्तो फिल भएर वाकअप लागेर टाउको दुखेर अनि हामी चाहिँ पानीपुरी खान आयौँ। अनि पानीपुरी पनि कस्तो मिठो बनाइदिनु भएको थियो क्या। तर अलिकति पानीपुरीको चाहिँ अलिकति ठुलो बनाइदिनु भएको रहेछ है। अनि मिठो लाग्यो। अनि हामी चाहिँ पानीपुरी खाएर अनि हिँड्यौँ साथीहरू। अब चाहिँ दिदीको घर टाढा छैन अरे, अब चाहिँ नजिकै, अब 2 मिनट पनि लाग्दैन भन्दै हुनुहुन्छ दाइहरूले। अनि हामी चाहिँ पुग्यौँ। अनि दिदी चाहिँ अगाडि नै आइसक्नु भएको रहेछ, हामीभन्दा अलिक छिटो आउनुभएको रहेछ। अनि हामी चाहिँ आइपुग्यौँ साथीहरू। अनि हाम्रो दिदीलाई पनि भेट भइयो। अनि हामी चाहिँ डेकोरेसन गर्न थाल्यौँ। अनि त्यहाँ ह्याप्पी बर्थडे भनेर लेखेको ब्यान रहेछ। अनि म चाहिँ त्यो मिलाउँदैछु। अनि छोरीले चाहिँ हाई भन्दै छिन्। अनि हाम्रो डेकोरेसन चाहिँ यस्तो देखियो साथीहरू। अनि बर्थडे सुरु भयो। भान्जी चाहिँ मोमबत्ती बाल्दै हुनुहुन्छ। अनि मैले चाहिँ टिका लगाइदिएँ भान्जाहरूलाई, छोरीलाई टिका लगाइदिएँ। अनि दाइहरू चाहिँ खाजा खाँदै हुनुहुन्छ। अनि बाहिर चाहिँ डान्स गर्दै हुनुहुन्छ दिदीहरू।